हेलो नमस्ते एभ्रिवान म रञ्जित श्रेष्ठ आज चाहिँ हामी यस्तो एउटा मिस्टेकको बारेमा कुरा गर्न जाँदैछौँ कमन मिस्टेक है त्यो चाहिँ एकदम कमन हो तर त्यसलाई चाहिँ हामीले सजिलै सल्भ पनि गर्न सक्छौँ सो हामी चाहिँ त्यस्तो एउटा मिस्टेकको बारेमा कुरा गर्न जाँदैछौँ स्ल्याबको प्लिन्थ लेभल अथवा स्ल्याबको बटममा चाहिँ हामीले एउटा कोलुम कास्ट गर्दाखेरि हामीले एउटा पिल्लर ढलान गर्दाखेरि चाहिँ बटमतिर तपाईँले हेर्न सक्नुभयो भने त्यहाँनिर चाहिँ तपाईँको अलिकति खोक्रो खोक्रो जस्तो होइन त्यहाँनिर चाहिँ गिटी मात्र भएको जस्तो त्यस्तो अलिकति रफ सर्फेस देखिने हुन्छ सो त्यसको रिजन चाहिँ के हो त र त्यसको सल्युसन के हो आज चाहिँ हामी त्यसको बारेमा कुरा गर्न जाँदैछौँ सो त्यसको रिजन भनेको चाहिँ के हुन्छ भने त्यसको रिजनहरू त धेरै हुन्छ तर एउटा मेजर रिजन के हुनसक्छ भने हाम्रो जुन कन्क्रिट हुन्छ गिटी बाला सिमेन्ट त्यसमा चाहिँ हाम्रो प्रपर मात्रामा पानी नपुगेको हुनाले तपाईँको कन्क्रिट अलिकति हार्ड भयो भने पनि तपाईँको त्यो देखिने गर्छ अथवा तपाईँको भाइब्रेसन जुन भाइब्रेटरले हामी भाइब्रेसन गर्छौँ हो त्यो चाहिँ अलिकति धेरै अथवा कम धेरै भएर चाहिँ तपाईँको सिमेन्ट र पानी चाहिँ पोर्सहरू अथवा होलबाट बग्यो भने पनि त्यसमा रफ सर्फेस देखिने हुन्छ सबैभन्दा मेजर रिजन भनेको चाहिँ के हो भने 7.5 फिट जति हामी कोलुम ढलान गर्छौँ है सो त्यसमा चाहिँ चारैतिर फर्माको सेट राखेर तपाईँको माथिको ओपनिङबाट हामीले जब कन्क्रिट पोर गर्छौँ हाम्रो कन्क्रिट हाल्छौँ त्यतिखेर चाहिँ माथिबाट तलसम्म आइपुग्दाखेरि सेग्रिगेट हुने गर्छ तपाईँको माथिबाट तल आउँदा बिचमा रिङहरूबाट पास हुँदै गर्दाखेरि तपाईँको तल आइपुग्दा चाहिँ गिटी मात्र आइपुग्ने हुन्छ जति प्रपर अमाउन्टमा तपाईँको सिमेन्ट र स्यान्ड आइपुग्नु पर्ने त्यति चाहिँ बेससम्म पुग्दैन सो त्यसको कारणले गिटी मात्र पुगेको हुनाले चाहिँ गिटीको त्यो अलिकति रफ सर्फेस देखिनेको हुन्छ अथवा सेग्रिगेसन हुने गर्छ पनि भनिन्छ त्यसलाई चाहिँ यो हो मेजर रिजन चाहिँ है हामी यसको सल्युसनको बारेमा चाहिँ अर्को पार्टमा हामी लिएर आउनेछौँ सो स्टे कनेक्टेड थ्याङ्क यू सो मच फर यर टाइम